दिदी तपाईँ आज किन स्याड हुनुभएको छ? के भन्ने बहिनी हिजो हामी दुईजनाको अलिअलि भएको थियो डिस्कस। अनि त्यसैले गर्दा अब यस्तो नराम्रो लाग्यो। पहिला जस्तो हुनुहुन्न दाइ, तिमीले देख्यो होला नि दाइलाई कस्तो गर्नुहुन्छ, पुरा हेप्ने घरभरि दिनभरि यहाँ काम गर्दा यस्तो थकाइ लाग्दो हुन्छ नि। घर गएर अब यता खाना सहयोग गर्नु हेल्प गर्नु पनि एउटा मान्नुहुन्न। मोबाइल हेर्नु दिन्छु झन् मोबाइल हेर्नु गएको थियो। अनि मैले किन म नजिकको त यस्तो झगडा गर्नुभयो क्या। म त यस्तो नराम्रो लाग्यो। त्यही भएर आज काम गर्ने पनि मन लाग्यो, एकदम नराम्रो मन लाग्यो। अनि म आज निस्किन्छु भन्दै कि त्यही भएर म आज जान्छु होला। दाइले सोध्नु भने चाहिँ के भन्नु, खै दिदी कता सोध्नु भयो के भयो भने के पनि भन्दैन। मैले भन्दै गर्छु। अहिलेसम्म आइसिने कहाँ गइछि क्या आज यो बाँदर? अहिलेसम्म आइसिने त कति बज्यो अहिले? त ढिलो भयो झन् 8 बजिसक्यो। अहिलेसम्म आइसिने। ठिक छ, अहिले आउँदै होली बाटोमा कतै होली, त्यो भएर रेस्ट गर्दै गरौँ न त एकछिन। अब कहाँ गइछि कि अहिलेसम्म आइसिने यो? कता गयो कि एकचोटि फोन गर्नु पर्यो। यत्रो रात परिसकेको छ, यस्तो मान्छे फोन पनि उठाइसिने रहेछ। कहाँ हो कि गएको? तपाईको कल कनेक्ट हुन सकेन। अरे तपाईले डायल गर्नु भएको नम्बरको मोबाइल स्विच अफ गरिएको ओइ स्विच अफ के खान गरेकी छ बाँदरनीले? होला। सरी। कता गइ त आज? ठिक छ, कतै आउँदै होली बाटोमा एकछिन अब रेस्ट गर्नु पर्यो। भोक त लाख अब अहिले आएर पक्कले नि कहाँ गइछ अब। ल एकछिन सुत्नु पर्यो, यस्तो थकाइ लाग्छ। कहाँ गई कि अहिलेसम्म आइसिने? कति बज्यो यार? 12 बजिसक्यो त। कहाँ गई? कोही साथीहरूको घर गयो होली, कतै अब यसो रेस्ट गर्न यसो कतै गयो होली। फोन त गर्नुपर्ने, सधैँ फोन गर्थी। कता गई? माइत गयो नि कतै। अलिकति केही भनिदिएको, रिस उठिरहेको थियो। भन्दै थिए जान्छु त भनि नि, पछि जान्छु भन्दी। माइत त गई कतै, गइछि नि होली। कतै साथीहरूकोमा गयो होली, कतै उता दिदीहरूको घरतिर गयो होली सायद। अस्ति मम्मीलाई त फोन गरेको थिएँ मैले, मम्मीले भन्नुभएको थियो